हेलो एभ्रिवान वेलकम माई न्यू भिडियो हैन। आज चाहिँ हामी लोकल कोडोको ढिडो र लोकल कुखुराको मासुसँग टक्क पुरा भात सोर्याप खाने हो। अनि बोजेले चाहिँ चत्त अब यहाँ यो ढेडोलाई बनाउँदै हुनुहुन्छ। हामी चाहिँ तीनटा छौँ, खानुपर्ने चाहिँ चारजनाले हो। एकजना आएको छैन, एकजना बहिनी हैन। अनि टक्क हाम्रो चाहिँ पाकिरहेछ। आज झाडा पनि सक्कौ गरेर यहाँ हात पनि यसरी फोप्रा परेर हैरान भएको छ हैन। जस खुसी लागेछ झाडा। त्यसपछि सुत्ने हो डङरङ लाएर। हाम्रो गाउँतिर चाहिँ टक्क लाएर कोडोको ढिडोलाई पुरा घ्याप्पे लागेर घाँटीमा न्याक्क पारेर यसरी ठ्याच्च बसेर हैन ठेचेर बनाउने चलन छ हैन साथीहरु। तपाईहरुकोतिर के कस्तो छ हैन? यसरी बनाइन्छ है साथीहरु। हाम्रो गाउँतिर चाहिँ टक्क लाएर लोकल ढिडो चाहिँ हैन। अनि हामी चाहिँ टक्क लाएर अब ढिडो पाकिरहेछ। त्यस पछाडि कुखुराको कार्यक्रम हुन्छ हैन। अब यहाँबाट चाहिँ कुखुरा निस्किछ है, काँगेर कोही गरे। अब यसको चाहिँ कार्यक्रम गर्नै परेको। अब यो चाहिँ अब पारी भागिसक्यो है। यो भागिसक्यो पारी। अब यसले कति दुःख दिने अब। स्याप। हेलो साथीहरु, अब चाहिँ मैले यसको कार्यक्रम गर्नुपर्ने हुन्छ हैन। टक्क लाएर भिडियोलाई स्किप नगरे हेर्नु होला है। अब चाहिँ म यसको चाहिँ कार्यक्रम गरिहाल्छु म। यो चाहिँ ढलिसक्यो हैन। फाइनली मैले ढलाइदिसके। अब पछाडि अब हामी मर्यौं भने हामीले स्वर्गमा गयौं भने यसरी चाहिँ ढलाउने लाम त हैन। के गर्ने के यार, यो ठुट्नाले त मासु खान खोज्छ हैन। के गर्ने के यार, यो ठुट्नाले त मासु खान खोज्छ हैन। अब के गर्नु त अनि ढलाउनु त पर्यो। अनि पारी अब छरे दिनु त फेरि रेडी भइसकेछ पारी। अब यसलाई पोलपाल कार्यक्रम हुन्छ साथीहरु हैन। यसलाई पोलपाल कार्यक्रम हुन्छ। अनि त्यसपछि मस्तसँग देख्न सक्नुहुन्छ अगाडिको भिडियोहरुमा हैन। अनि कसरी खान्छ मलाई भन्ने कुरा चाहिँ। अनि पारी चाहिँ यही ठुट्नाले हो खाने। अनि पारी चाहिँ यही ठुट्नाले हो खाने। हेलो साथीहरु, यसलाई चाहिँ मैले फाइनली ढलाइदिसके हैन। अब यो उड्दैन किनभने यो सुटिसक्यो। किनभने मैले एक डेरा ढलाइदिएको नि त यसलाई त। अनि सुटिने चर्त लाएर के भन्छ रे, अब के गर्ने, अब खान परेको नमार्ने भने नि अब टेस्टै छ। यो ठुट्नाले मासु खान खोज्छ हैन। यो ठुट्नाले मासु खान खोज्छ हैन। बात तो सही है। के गर्ने, आज झाडा पनि फालिसक्यो। अब के गर्नु अनि कन्न दुखेछ यहाँ। मासु खान मन लाग्यो। अनि त्यही भएर यसको कार्यक्रम हान्डेको हैन। के गर्ने त अनि हान्न परेको। आज चाहिँ टक्क लाएर खाइन्छ लोकल कुखुरा छरे ढिनो कोडोबाट बनेको हैन। खाइन्छ। अहिले चाहिँ देख्न सक्नुहुन्छ हैन, यस्तो भइसक्यो पुरा। ठ्याउ 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 यस्तो भइसकेको छ हैन। चत्त लाएर देख्न सक्नुहुन्छ साथीहरु। यो चाहिँ लोकल कुखुरा हैन, पोठी हो। यो चाहिँ पोठी है। टक्क यसको चाहिँ अब आज राम्रै कार्यक्रम हुन्छ। यसको चाहिँ मेरो पेट बहुत पेटमा पुरा गडाङ गुडुङ भोक लागेर कराइरहेछ हैन। यसको चाहिँ आज यस्तो हुन्छ नि कार्यक्रम साथीहरु। यसको चाहिँ यहाँबाट पोङचेल निकाल्नु पर्छ। यसरी पोङचेल निकालेपछि यसको त म हिलाइदिन्छु यसरी हैन। छाला किन काट्छ त ए नकाटेर निकाल्नु मरि जा। पोङचेल फालिसके मैले यसको साथीहरु। यसको त कति जिनो रहेछ हैन। मुर्गीको थिएन आच्छो हेर नाम्रै यसको कल्जु हेर्ने हो। ओए कल्जु हेर्छु म यता बाल। मजा नहीं आ रहा है। नाममा हेरेको त हेर्नु पर्छ नि।
कसरी हेर्ने र नि हात छुट्टे लुछ का फेरि बालाडो लाइट बालाडो का छुट्टे लुछ त्यो एउटा उबुटे यानी ai kol ju hiti na ga bena thabai bajro चिरेह गर नै ai त्यो किन के सरो कन्ट खाने हाय यो अरु केही हैन माथि र अस्पताल जाने सुइँले सिलाइदिएपछि यो ठिक हुन्छ यो अरु केही हैन माथि र अस्पताल जाने सुइँले सिलाइदिएपछि यो ठिक हुन्छ एकदम ठेक्लेक्कै भएछ यस्तो गरेर जोर्नेपछि ke एकदम ole chirro bor hari ठिक हुन्छ किन चिरेलाई त्यही हो के बुइ अरु केही हैन उपाय सिलाएपछि एकदम जुरिहाल्छ यसरी राम्रो गर्ने पराठी तेरो नाममा काटेको हो ए त्यही हो पार्वती तेरो नाममा काटेको र है पार्वतीको नाममा काटेको सम्मै ए त्यही हो पार्वती तेरो नाममा काटेको र है पार्वतीको नाममा काटेको सम्मै समझ रहे हो मैले चाहिँ टक्क लगाएर काटिसकेन काटेर यस्तो बनाइसके देख्न सक्नुहुन्छ अनि पारी चाहिँ अब यसको लागि मरमसला रेडी हुँदैछ होइन कराई डुसिसकेको छौँ हामी अनि पारी भाषाङ र भुसुङ्ग्रेहरू देख्न सक्नुहुन्छ पछाडि भाइ म चाहिँ यता छु है त टक्क लगाएर मिठै मिठो बनाउनको लागि चाहिँ हामीले लोकल अर्ग्यानिक घिउ हाल्न लागिरहेको छौँ होइन यहाँनिर देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ घिउ हो है घिउ टक्क लगाएर हाय हाय मासु घिउ हेर त मग मग बसाउँछ आज त टक्क लगाएर मग मग बसाउँछ अनि अहिले चाहिँ पानी आउनु लागिसकेछ मुखबाट कस्तो मग मग बसाउँछ अनि अहिले चाहिँ पानी आउनु लागिसकेछ मुखबाट देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर होइन अब यहाँनिर चाहिँ अब रेडी भइसकेको छ अब यहाँनिर चाहिँ टक्क घिउ हो यो चाहिँ घिउ कपारी कति बेला पाक्ला र खाम्ला भनेर मान्छेहरू जनताहरू हेरेर हैरान भइसक्छ होइन टक्क देख्न सक्नुहुन्छ पछाडि पाइ साथीहरू बेसाका पाएन desa ralle हातसाई मासु कटिङ मासु देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर है लगा मैले चाहिँ ढेन्टुने देख्न सक्नुहुन्छ साथीहरू मैले चाहिँ यहाँनिर हालिसकेँ है तल खरिसकेको तल यहाँनिर चाहिँ टक्क लगाएर फ्राई भइरहेको छ होइन देख्न सक्नुहुन्छ लोकल कुखुरा टक्क लगाएर म त एक साइडै छु है साथीहरू टक्क लगाएर लोकल कुखुराको लोकल पोठीको मासुसँग छरेडिनो खानको लागि झोलाला झोलाला bhau galne ro ki butter ra झोलाला झोलाला ल तो यहाँ चाहिँ झोल हालिसकेन आज चाहिँ झोलसँग खानुपर्छ होइन टक्क लगाएर हाय हाय यसको झोल कति मिठो हुन्छ होला नाइस na pani le ta ja हाय हाय no dali वाउ नाइस यहाँ चाहिँ टक्क पाकिरहेछ है टक्क हेरिरहेका छन् यिनीहरूले कति बेला पाक्छ भनेर टक्क हेरिरहेका छन् होइन अनि म यता बसिरहेको छु अब खाउने हो पाक्यो भने यहाँ चाहिँ पाकिरहेको छ मासु अनि यहाँ चाहिँ छ भुत्रा अनि यहाँ पाकिसकेको छ छरेडिनु म यता बसेको छु अनि बदबली यता छ मेन गरी यसको लागि काटेको कुखुरा होइन अनि यहाँ पाकिरहेछ अनि देख्न सक्नुहुन्छ दर्शकहरू म यता छु हेलो kodi bena यसले चाहिँ टक्क चल्लाको पङ्चेट भित्र बसेको मकै हिटिमी खसेथ्यो त्यसले कप्पै खाइछ होइन टिपेर अनि हाँसिरहेछ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ उम्लिरहेको छ है buteko ei heti मैले तिमी यति थो काटी थो हेर्दै मैले पुले
चल्लाको पेटभित्रको खायो होला चल्लाको पेटभित्रको मकै खाएर अनि बुइले चाहिँ यहाँनिर तताइरहेछन् होइन अब पारि बुइ र उता बुइले चेस गरेर खाने रे अन्त कलाएर ढेक्नु छ हुन्छ म चाहिँ यता ओके अक्लाक्कै जाने गोराले त गर्दा यिनीहरूले चाहिँ चल्ला मैले चाहिँ चल्लाको पङ्चेटबाट निकालेको त्यही मकै खाएको रे होइन गाइस गनान्छ रे यसले कुरा नगर्दै खान्छ बोलै कुरा किन होइन पुलेर खाएको रे उठाटे हो यहाँ चाहिँ पाकिरहेको छ बक्लक बक्लक देख्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ नुन चाकिरहेको छन् है चाकेको छिटो केन्न लागेछ नाइस ल उता नुन लागिसक्यो अरे होइन उम्लिसक्यो अब चाहिँ हामी भात खान्छौँ होइन अन्त कलाएर भिडियोलाई स्किप नगरेर हेर्नुलाई साथीहरू अब हामी चाहिँ भात खान लागेको छौँ ल चेस यिनीहरू चाहिँ टक्क रक्सी आने झन् है चेस गरी गरी ल चेस यिनीहरू चाहिँ टक्क रक्सी आने झन् है चेस गरी गरी और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। ल ठिक छ यहाँ चाहिँ अब यिनीहरू रक्सी खाइरहेको छन् होइन अब के गर्ने हामी खाइन्न यहाँ चाहिँ फाइनल्ली अब उठाइसकेको छौँ होइन हामीले चाहिँ अब खाना खाने हो चट्ट लगाएर साथीहरू टक्क देख्न सक्नुहुन्छ धुवा छ होइन कुहिरी र मैले आगो तापेर बसिरहेको छन् साथीहरू अब चाहिँ हामी भात खान लागिसकेको छौँ साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ आमैले झिक्न लागिसके खाना है चट्ट लगाएर ढेडो अनि यहाँ देख्न सक्नुहुन्छ कुखुराको मासु अनि यो चाहिँ रोक्सी अनि रोक्सी खाने मान्छे अनि अर्को पारी पनि छन् मैले चाहिँ एउटा भिडियो हिजो बनाइदिएको थिएँ बानरसँग लगाइदिएर भन्छन् के गर्छ रे बुइ मैले हिजो एउटा भिडियो हालिदिएको बानर देखिछन् बानरसँग जोड्राइदिएको भनेर गर्छ भनिरहेछन् हाम्रो भाइरल बोजे है साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ ढिडो झिकिसक्नु भएको छ यहाँनिर देख्न सक्नुहुन्छ साथीहरू झिकिसकेको छन् होइन आमैले अब टक्क हामी चाहिँ अब खान्छौँ होइन टक्क लगाएर हामी चाहिँ अब खान्छौँ होइन खाना टक्क लगाएर साथीहरू हामी चाहिँ अब खाना खान लागिसक्यौँ है साथीहरू टक्क लगाएर देख्न सक्नुहुन्छ यतातिर टक्क लगाएर यहाँ पनि छ है यहाँ चाहिँ अचार टक्क लगाएर देख्न सक्नुहुन्छ खाएला म चाहिँ अब खाना गइरहेको छु होइन कतिको मिठो छ है बहुत मिठो छ साथीहरू हेलो साथीहरू मैले चाहिँ टक्क लगाएर खाना खाइसकेँ होइन अनि पछाडि चाहिँ टक्क लगाएर खाना खाँदैछन् अनि देख्न सक्नुहुन्छ अनि यसले यसको पालो चाहिँ अलि पछाडि आउँछ त्यही हो म चाहिँ राखेँ अहिले चाहिँ